तपाईँ किन यति धेरै आन्दोलन र सङ्घर्षको विषय उठान गर्नुहुन्छ? चिया पसलमा युवकले अर्धवैश्यलाई सोध्यो। अर्धवैश्य मुस्कुराए। तिमी किन सास फेर्छौ? बाँच्नको लागि। जवाफ सिधा थियो। त्यसै गरी म पनि लड्छु, बाँच्नका लागि, बढ्नका लागि, सत्यका लागि। युवक केही बेर मौन रह्यो अनि फेरि सोध्यो, तर लडेर सबैले जित्छन् र? अर्धवैश्यले बाटो छेउको ढुङ्गामा उम्रिएको सानो बिरुवातिर औँला ठड्याएर देखायो। त्यो बिरुवाले ढुङ्गासँग लड्यो, त्यसैले उम्रियो। नदीले पहाडसँग लड्यो, त्यसैले बाटो बनायो। बच्चाले असफलतासँग लड्यो, त्यसैले हिँड्न सिक्यो। हार पनि लडाइँकै अर्को पाठ हो। नलड्नेले न हार देख्छ न जित। युवाले टाउको चुकायो। अर्धवैश्यले आकाशतिर हेर्दै भने, जीवनको सबैभन्दा ठुलो पराजय हार्नु होइन, लड्न छोड्नु हो। युवकका आँखामा नयाँ उज्यालो चम्कियो। उसले दृढ स्वरमा भन्यो, अब बुझे, हामी लड्छौँ किनकि नलडी केही पनि पाइँदैन। अर्धवैश्य मुस्कुराए। हो, एब्सोल्युटली राइट। कहिलेकाहीँ हामीले पाउने सबैभन्दा ठुलो विजय भनेको आफूभित्रको डरलाई जित्नु हो। यस लौकथाको शीर्षक रहेको छ लडाई। यस लौकथाका लौकथाकार हुनुहुन्छ केशव नेपाल। उहाँले लामो साँगो सिन्धुपाल्चोकबाट यो लौकथा सम्प्रेषण गर्नुभएको थियो। यहाँका साहित्य कायमहरू अझ योभन्दा सुन्दर हुँदै जाओस्, शुभकामना पनि छ। यदि लौकथा तपाईँको र आज मेरो चाहनुहुन्छ भने तपाईँको लौकथा मेरो फेसबुक मेसेन्जरमा या तपाईँले स्मल वर्ल्ड टिभी नेपाल@gmail.com या तपाईँले हाम्रो लघुकथा केन्द्रमा सम्प्रेषण गरेर पनि साथ दिन सक्ने हुनेछ। यो लघुकथा मसँग पुर्याउनको लागि साथ दिनुभएको म हाम्रो लघुकथा केन्द्रका एडमिन लता केसीजीलाई हृदय नै आभार व्यक्त गर्न चाहन्छु। यो साथ र सहयोग सधैँभरि यसरी नै रहिरहनेछ भन्ने आशा पनि लिएको छु। भन्दै आजको लागि तपाईँको सहयात्री तपाईँबाट छुटिँदैछु। पुनः भेट्ने बाचा चाहिँ हवस् त। नमस्ते, जय साहित्य।